1500 को नोट चाहिँ नोटबन्दी गरेर फेरि यही नम्बरको जुन नोटको चाहिँ नोटबन्दी गरिन्छ त्यही नम्बरको फेरि नोट छापियोस् र साटियोस्। त्यसपछि पहिला भाका ठुला ठुला रकमहरू चाहिँ त्यो फ्रिज भयो, त्यो राज्यले फेरि फिर्ता पाउँछ। फिर्ता नआएको एउटा म्याथ तोकौँ, त्यो यो गर्न मिल्यो भने यो निर्वाचनमा चाहिँ भोट पनि किनिँदैन र त्यो गरेर चाहिँ अलिक फेयर हुन्छ। 78 जना चाहिँ बित्नु भएको छ, यो सानो कुरो होइन। ठुला ठुला आन्दोलनमा पनि यत्रो साह्रो ज्यान धनको क्षति भएको थिएन, यसमा भयो। यसलाई खेर त फ्याल्न नैतिकताले पनि दिँदैन मेरो पर्सनली, र कोही नेपालीको नैतिकताले पनि नदियोस्। हामी सबै मिलौँ, यो क्रान्तिलाई चाहिँ सफल पारौँ, देशलाई चाहिँ चेन्ज गरौँ। त्यो बाहेक चाहिँ अर्को के कुरा छ भन्दाखेरि तपाईको अब यो आर्थिक रूपमा कति फिजिबल छ भनेर चाहिँ हामी एकचोटि अर्थ मन्त्रालय जान्छौँ। तर हाम्रो एउटा एकदम स्ट्रङ सजेसन चाहिँ के छ भन्दाखेरि निर्वाचनमा चाहिँ भोट किन्ने गरिन्छ, त्यो हामीलाई धेरैलाई थाहा छ है। यो पालि फेरि त्यही ट्रेडिसन त्यही कल्चर चाहिँ नदोहोरियोस्, भोट किन्ने कुरा फेरि नदोहोरियोस्। त्यसको लागि चाहिँ 1500 को नोट चाहिँ नोटबन्दी गरेर फेरि यही नम्बरको जुन नोटको चाहिँ नोटबन्दी गरिन्छ त्यही नम्बरको फेरि नोट छापियोस् र साटियोस्। त्यसपछि पहिला भाका ठुला ठुला रकमहरू चाहिँ त्यो फ्रिज भयो, त्यो राज्यले फेरि फिर्ता पाउँछ। फिर्ता नआएको एउटा म्याथ तोकौँ, त्यो यो गर्न मिल्यो भने यो निर्वाचनमा चाहिँ भोट पनि किनिँदैन र त्यो गरेर चाहिँ अलिक फेयर हुन्छ है। अब हिजो चाहिँ मेरो अन्तर्वार्तामा हेरेर चाहिँ कतिले के भन्नुभयो भने मैले चाहिँ प्रत्यक्ष निर्वाचितको मुद्दा चाहिँ छोडेँ, निर्वाचनमा आउनु भनेर मैले भन्दाखेरि चाहिँ त्यो बुझ्नुभयो। म प्रत्यक्ष निर्वाचित कार्यकर्ताको मुद्दा म बाँचुन्जेलसम्म छोड्नेवाला छैन है।